हाम्रो प्रधानमन्त्री बालेन शाह ज्यूको न्यू र्याप सङ रासोपाको 100 दिन भर्खरै मात्र सार्वजनिक भएको छ। यो गीतलाई हामीले बालेन सरकार तथा रासोपा सरकारको 100 दिनको कामको रिपोर्ट जस्तै मान्न सक्छौँ, किनभने यो गीतमा, यो र्याप सङमा रासोपा तथा बालेन सरकारको 100 दिनमा गरेको मुख्य मुख्य कामहरूलाई यो गीतमा भनिएको छ। जस्तै सरकारको 100 दिन यो त सुरुवात मात्र हो। नीतिमा सुधार, प्रकृतिमा निखार, सरकारसँग आलोचनाको चाङ छ, सत्यको बाटोमा सरकार हिँड्छ, रासोपाको सरकार आशाको दियो बलिरहेको छ, त्यसै गरी जेनजीप्रति पनि समर्पित छ। जेनजीको आन्दोलनबाट आएको यो परिवर्तन, नयाँ सरकार, नयाँ युग, नयाँ आवाज, यो त हाम्रो सुरुवात मात्र हो। यो सरकारले गर्न धेरै बाँकी छ। सबैभन्दा यो चाहिँ मलाई अझ विशेष राम्रो लाग्यो। निकै आशा लाग्दा कामहरू भएका छन्, तर सरकार फेरि 100 दिनमा गरिएको काममा ढुक्क भएर हामीले धेरै गर्यौं भनेर बस्ने छुट छैन। यो गीतमा भनिएको जस्तै यो त सुरुवात मात्र हो। रासोपाको सरकार तथा बालेन सरकारले अझ धेरै गर्न बाँकी छ। प्रशंसा, आलोचना सबै कुरा आउँछन् सरकारलाई। यो सरकारलाई प्रशंसा आयो भनेर मात्तिने होइन, आलोचना आयो भनेर आत्तिने होइन। सत्यको, यो गीतमा भनिएको जस्तै सरकारले आफ्नो सही सत्यको बाटोमा हिँडेपछि सत्यको जित हुन्छ। आलोचना जति भए पनि राम्रो काम गरेको छ भने आफै सत्यले जित्छ। यो कुरा ध्रुव सत्य कुरा पनि हो। सरकारले यसरी नै जति आलोचना, प्रशंसा आए पनि आफ्नो काममा निरन्तर अगाडि लाग्नु पर्छ। विशेष गरी बालेन सरकारको 100 दिनमा गरेका मुख्य मुख्य कामहरूलाई दर्शाइएको छ। जसरी सहकारी पीडितहरूले रकम फिर्ता पाउन सुरुवात भएको छ, त्यसै गरी सुकुम्बासीहरूले जग्गाधनी लाल पूर्जा पाउन पनि सुरु गरिसकेको छ। 10 वर्षसम्म नउठेको सरकारी भाडा 50 करोड भाडा उठेको छ। विभिन्न व्यक्ति तथा संस्थाले सरकारी जग्गा अतिक्रमण गरेको छ, त्यो सरकारी जग्गा फिर्ता ल्याउन सफल भएको छ। त्यसै गरी हाम्रो नेपालमा एउटा विकासको बाधक बनेको कर्मचारी तन्त्र हो। कर्मचारी तन्त्रमा विभिन्न दलीय युनियनहरूले गर्दा सरकारी कर्मचारीहरू सरकारी सेवा सुविधा खाएर जनताको सेवा भन्दा पनि आफ्नो पार्टीको झोला बोक्ने र पार्टीको सेवामा बढी लाग्ने जुन गरेको थियो, दलीय युनियन पनि खारेज गरेर सरकारी कर्मचारीहरूलाई सही ट्र्याकमा ल्याउने काम पनि गरेको छ। अख्तियारले तथा सरकारले विभिन्न कालखण्डमा विगतका शीर्ष नेताहरूले गरेको भ्रष्टाचार माथि डण्डा चलाउँदैछ, छानबिन सुरु गर्दैछ। अब भ्रष्टहरू डराएका छन् भनेर गीतमा पनि भनेको छ। यो सरकार भ्रष्टाचारको विरुद्धमा छ भनेर भनेको छ। यो पनि एउटा मुख्य कुरा हो। यो सरकार सबैभन्दा ठुलो भ्रष्टाचारको विरुद्धमा हुनुपर्छ। भ्रष्टाचारकोले गर्दा नै हाम्रो देश यो पछि परेको हो। त्यसै गरी विभिन्न कालखण्डमा भ्रष्टाचार गरेका अकुत सम्पत्तिहरूलाई सरकारी ढुकुटीमा फिर्ता ल्याउने काम पनि यो सरकारको जिम्मेवारी हो। यो काम चाहिँ अझ बाँकी नै छ। यो गीतमा सरकारले गरेको 100 दिनका कामहरूको वर्णन गरिएको छ। पक्कै पनि बालेन सरकारको यो सुरुवात मात्र हो, अझ धेरै नै गर्न बाँकी छ। नेपाललाई 5 वर्षभित्र एक लेभलसम्म यो सरकारले पुर्याउने छ भन्ने हामीले आशा लिएका छौँ। 100 दिन पछाडिका दिनहरू सशक्त रूपले काम गर्नेछ र गर्नुपर्छ भन्ने तपाईँ हाम्रो मान्यता पनि हो।